नेपालको झन्डा फरफराइरहेको छ है मस्जिदमा सबै उताको टिम पनि नेपाली यताको टिम पनि नेपाली बोथ टिम आर नेपाली गाइज मेरो 10 अघि भर्खर आएको फर्किन लाग्यो यहाँ साथीले यहाँ लाइभ गरेर रहेछ बीसीजी कम्पनीमा नेपालीको लागि फ्युचर छैन 3-4 लाख तिरेर आयो भने काम छैन है सो केटाहरू चाहिँ भित्र जुत्ता छाम्दैछ होइन फाइनली लिइरहेको छ केटाहरूले यसो मजाक गरिदिएको मात्रै हो अनि यो माथिपट्टि मैले सुरुमा आउने बेलामा चाहिँ मैले हाम्रो नेपाल दाजुभाइहरू देखेको थिएँ तर यो माथि चाहिँ सायद काम गर्नुहुन्न कि अहिले चाहिँ हामी यहाँ माथि नै छौँ कि माथि यहाँ जुत्ता लिइरहेको होइन साथीले माथि नै घुमिरहेको छौँ त्यही भएर मैले नभेटेँ हो कि छ न त यो ठुलै छ ट्रिपिका महल होइन अब तपाईँहरू पनि को आउनु भएको छ अनि यहाँ काम गर्नेहरू पनि माथिपट्टि चाहिँ काम गर्नु नहुँदो रहेछ मेबी सायद तलतिरको साइडतिर मात्रै काम गर्नुहुन्छ होला अनि भेट्ने भनेर आएको राम्रोसँग भेटघाटै पनि गर्न पाएन होइन हामी माथि नै माथि छौँ केटाहरूले सपिङ गर्दैछ त्यही हो म चाहिँ अब यत्तिकै घुम्नको लागि मात्रै आएको मैले तपाईँहरूलाई अगाडि पनि भनिसकेँ आज वैशाख 1 गते हो होइन वैशाख 1 ह्याप्पी न्यू इयर त मैले अघि पनि भनिसकेँ फेरि पनि भन्दैछु ह्याप्पी न्यू इयर गाइज होइन इन्जोय गर्नु होला आजबाट अब नयाँ काम केही छ भने सुरुवात गर्न सक्नुहुन्छ भोलि भनेर केही पनि नगर्नु होला यदि भिडियो बनाउँदै हुनुहुन्छ अब भ्लगरै बन्ने हो भने पनि आजबाट तपाईँहरू स्टार्ट गर्दाखेरि आज चाहिँ एकदमै शुभ दिन पनि छ होइन किनभने मेरो बर्थडे पनि हो त्यही भएर चाहिँ एनिवे त्यही छ केटाहरू सपिङ गर्दैछ है त्यहाँ लिँदैछ चेक गर्दैछ यस स्टे ट्युन गाइज हेर्दै गर्नु होला फाइनली केटाले ब्याग भिरिसकेको छ फाइनल्ली होइन अब अठाउन जाउँ भाइ अठाउन जाउँ पानी खाइदिउँ बरु भोक लागिरहेको अब त्यहाँ फेरि 1.5 घन्टा लाग्यो भने त यहाँ त मेरो ट्रेन छुट्छ त अनि अब नजाउँ कतै पनि अनि यहाँ किनिसे है उसले जस अलिकति भए पनि इज्जत बचायो मिस्टर नपुग भएको तर कस्तो सामान जस्तो हाम्रो त्यत्रो सामान 3-4 वटा सामान लिँदा पनि मामा 2000 नगरिदिएको थियो यार 3-4 वटा सामान लिएको होइन गाइस अब भन्न त नहुने आफ्नै साथीको बेइज्जत गरे जस्तो लाग्छ होइन तर बेइज्जत होइन कि यो 3टा सामान लिँदा 2000 चाहिँ कट्नुपर्छ भन्ने कुरो हो कि अब अठाउँ छिरेर के गर्नु है तर दामी केटा लियो फाइनली ल हामी अब मुनि आइसकेको छौँ होइन अघि माथि थियौँ अहिले मुनि छौँ है त ल हो यार बाहिर चाहिँ लास्ट पानी परिरहेको रहेछ है लगभग हामी यहाँ बसेको 1 घन्टाभन्दा बेसी भयो यार 1-1.5 घन्टा भयो ठ्याक्कै 1.5 घन्टा भयो हामी यहाँ आएको बाहिर चाहिँ पानी परिरहेको रहेछ है उनीहरू खतरा पानी परिरहेको रहेछ केही देखाएको छैन उता टाढा तपाईँहरू हेर्दै गर्नुहोस् केही पनि देखाएको छैन ठिक छ ल केटाहरू चाहिँ अझै यिनीहरू सकिन्छ कि सकिँदैन कहिले सकिन्छ त्यो केही पनि फिक्स छैन ल यार गाइज यो जाबो भेस्टको होइन 2190 रुपियाँ के 2190 रुपियाँ यो जाबो भेस्टको कस्तो महँगो यहाँ ल यो जर्सीको होइन 4190 रुपियाँ छ यो जर्सीको तर कट्टु पनि छैन है माथिको मात्रै हो है माथिको टी सर्ट मात्रै हो यस्तो महँगो त यो त वाइल्ड महँगो ठाउँमा छिरेछौँ हामी तपाईँहरूलाई अरू पनि म प्राइस देखाउँछु है के को प्राइस देखाउँ ल म त यस्तो कसरी हेरेँ होला जस्तो लाग्यो ठिक छ अरू ल यस्तो नर्थ फेसको 5990 रुपियाँ यसको ल जम्मा 5990 रुपियाँ यस्तो हुन्छ 9490 खै ल 9490 रुपियाँको ब्याग नसक्ने भयो ल कट्टु 3000 को कट्टु बरु मेरो घरबाट पठाइदिएको जस्तै कट्टु रहेछ त्यो त यार यहाँ प्राइस कट्टुको प्राइस कति भन्दाखेरि 2990 रुपियाँ सोज हाम्रो खाना आइसकेको छ फाइनल्ली कति रे यसको 225 अनि हातैले खाने फाइनल्ली 20 मिनट पछि होइन चिकन स्ट्रिप्सले नाम पनि होइन तर भन्दैछु त यो भन्दा त हामीले होइन
समोसा त्यहाँ 2-3वटा समोसा खाइदिएको यस्तो बेस्ट पर्फेक्ट हुन्थ्यो नि यो खाने भन्ने मान्छे चाहिँ यता है फेरि निमै हो घुम्दा 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 बल्ल बल्लमा 2000 को सामान किन्यो ससहरू केचपहरू खोइ वेयर ब्रो ल यही छ है त ल हामी खाँदैछौँ है त अलिकति भोक लगाइरह तपाईँहरूले चाहिँ खाजा खानुभएको भएन सो हामी चाहिँ स्टार्ट गर्दैछौँ है त गाइस सो गाइस अहिले चाहिँ म यहाँनिर ट्रिपिकाको टोइलेटमा छु होइन टोइलेटमा आउँदाखेरि चाहिँ तपाईँहरूलाई के देखाउनु मन लाग्यो भने यो चाहिँ स्याम्पू यो सेन्सरबाट निस्किँदैछ स्याम्पूहरू कस्तो अब सुविधा हो नि त यो पनि होइन एउटा सुविधा हो अनि यस्तो निकाल्दाखेरि धेरै खर्च पनि हुँदैन अनि पानी पनि सेन्सरबाट आउँछ है सो हामीले यो सेन्सर पनि दियौँ अनि हात पनि धोयौँ होइन हात धोयो होइन सो हामीले हात धोइसकेपछि अब यो हात त चिसो हो लुगाहरूमा पुस्न मिलेर व्हाइट कपडाहरू लगाएर पुस्न मिलेर अनि हात सुकाउनको लागि चाहिँ 10 रुपियाँ लाग्छ हात पनि सिक्यो हात पनि सफा भयो सो गाइस अहिले चाहिँ हामी सबै कुरा सकेर घुमेर किनेर खाएर हरेक कुरा गरेर अब हामी चाहिँ फर्किनु लाग्यो होइन फाइनली दिन पनि बन्द लागिसकेको छ पुग्न पनि 1-1.5 घन्टा लगभग लाग्छ आउँदाखेरि हामीलाई 1.5 घन्टाभन्दा बेसी लाग्यो अब जाँदाखेरि पनि त्यही लगभग 1.5 घन्टा लाग्न सक्छ त्यही भएर हामीसँग टाइम छैन सो यो आज चाहिँ आजको भ्लग चाहिँ यही यतातिर आइएको थियो होइन अनि त्यही अलिअलि क्याप्चर गरेर हजुरहरूलाई देखाउँ भन्ने मात्र सो एउटा ब्याग पनि किनेको छ यो चाहिँ देखाइदिएन भन्दैछ होइन यो ब्याग चाहिँ 2000 किनेको है यो ब्याग 2000 किनेको अनि अरू सामान 2000 गरेर 4000 को सपिङ गर्यो केटाले आज भनेन भन्दैन भने त भन्दाखेरि चाहिँ अनि ल त्यही ल 4000 किन्यो है 4000 किनेर इज्जत जोगायो ट्रेकिङमा जाँदैछु अहिले चाहिँ गाइज होइन यो चाहिँ पुरै अहिले चाहिँ हामी ट्रेकिङमा हो ल फर्स्ट टाइम है यो बाटो फर्स्ट टाइम है एउटा घारी छ होइन खासमा चाहिँ यहाँ हाम्रो नेपाली दाजुहरू फुटबलले भलिबल खेलिराखेर त्यही भएर आएको आई डोन्ट नो के हो या होइन जुत्ता पनि बलियो छ के टेन्सन गर्छ ल हेलो नमस्ते जय नेपाल के छ न्यू इयरमा हो ह्याप्पी न्यू इयर ल केही भन के भन ह्याप्पी न्यू इयर वेलकम टु माई ब्लग ए न्यू इयरको लागि आएको साथीहरूलाई ह्याप्पी न्यू इयर नयाँ वर्षको शुभकामना है के छ सन्चै हुनुहुन्छ त्यो भ्लगिङ अहिले तपाईँहरू क्यामेरा हाई भनिदिनु न त ल नवराज यहाँ भलिबल खेले कहाँ हो ए सिमराबाट हुनुहुन्छ के अरे भलिबल कहाँ हो मेरो 10 मिनट समथिङ 10 मिनट थ्याङ्क यू अनि फेरि पनि चिन्नु भएन यो बाटो चाहिँ तर यहाँ पनि पिच हुनुपर्ने है अब म आइसकेँ होइन यो बाटो पिच हुनु पर्यो है हाम्रो पार्टी हारिहाल्यो हाम्रो पार्टी हाल्यो अब के गर्नु अब प्रवीण जगन्नाथलाई सपोर्ट गरिरहेको थियो निमाले अब जसलाई सपोर्ट गर्यो त्यसैले हार्छ होइन फुटबलमा पनि त्यही भयो भने होइन कसम तर यो बाटो चाहिँ अति भयो यहाँ अब भलिबल उनीहरू खेलिरहेको हुन्छ क्या टुर्नामेन्टहरू खेलिरहेको हुन्छ त्यही भएर यसो आएर भेटिदिउँ न त होइन भन्ने मात्रै भएर आएको हो सकिसक्यो गेम सक्यो गेमै सकिसक्यो होइन भलिबल खेलिरह ल ह्याप्पी न्यू इयर है ठ्याक्कै मलाई नेपालको याद आयो मा कसम साथीहरू यार र यस्तो बाटो अब भलिबल खेल्नलाई त फिल्ड चाहियो नि त होइन गाइजहरू त्यही भएर अनि अलिकति न्यु इयर पनि लागिरहेको रहेछ साथीभाइहरूलाई ट्रिपीहरूले त अनि यहाँबाट त चिप्लो रहेछ मेरो जुत्ता मेरो खुट्टा यस्तै छ मेन भएमा ए ल झन् राम्रो नि ल त्यताबाट सर्टकट भएछ कि
उकालो र ओह्रालो भएर खोइ त्यो दाइले यता कता भन्दै हुनुहुन्थ्यो त च्याम छ त 3 घण्टा पुऱ्याइदिने है स्याम छ त के छ आराम छम नि आराम कतिखेर आएको अघि भर्खर आएको फर्किनु लाग्यो यहाँ साथीले यहाँ लाइभ गरेर रहेछ लाइभ देखाएर रहेछ भलिबल खेलेको अनि भेट्यौँ नि त चिन्जान हुन्छ कि भनेर कहाँ नि त अगाडि हो गेम सकिसक्यो अनि न्यु इयर कस्तो भइरहेको नमस्ते सबैलाई ह्याप्पी न्यु इयर है ह्याप्पी न्यु इयर सन्चै मैले पनि तपाईँलाई देखेँ ल थ्याङ्क यू ल ह्याप्पी न्यु इयर है त हामी त झन् नजिकै नै हो हामी नजिकै है हामी त झन् नजिकै नै हो सबै नेपाली मात्रै हुनुहुन्छ ह्याप्पी न्यु इयर दाजु सबै न्यु इयर नै छ दाजु ह्याप्पी न्यु इयर के छ र हामी आराम छ आराम भयो त आइपुग्यो नि यहाँसम्म साथी थाकिसक्यो तपाईँको लाइफ हेरिरहन्छु हो दाजु यार मैले यार टिकटक लाइभ नि ए युट्युबमा टिकटकमा ए टिकटक लाइभ भन्नु ए टक अनि आज न्यु इयर लागेन है न्यु इयर लागेन आज त न्यु इयर नयाँ वर्ष गेम हारिदियो न्यु इयर ए भन्नु लास्टमा 57-58सम्म पुगेको गेम हेर्नु न 80 खतरा गेम हारिदियो हो कसको नेपाल भर्सेस नेपाली कि यहाँको लोकल नेपाली हामी गयो भने एक दुई साथ खेल्न पाउँछौँ अब त्यो पाउनु अहिले गेम चलिरहेछ ए गेम चलायो बेला पनि पाएँ गेम चल्नु कति छ प्राइस छैन परे त कति थोरै छ भलिबल टिमलाई हार्यो नि यार के भलिबल कि फुटबल ए सबै कन्स्ट्रक्सन काम गर्ने यताउता हामी गुडलाइन छु त अनि हो र तपाईसँग कति भेट भएको ए म त बिर्सिन्छु है दाजु कसम हो तपाईँको त्यो अफिसमै गएर हामी कति बसेर आएको हो र ल दाइ म त भुसुकै कसम चिनिसक्नु ल दाइ ए हो त दाइ हामीले नै पानी दिएको नि त मैले कसम गाई भुलेछु सरी दाइ हार्यो नि हेर्नु न 57-58 यति परेसबाट गेम पर्यो त गेम राम्रो हो नि त 25मा गेम हुने लाग्छ 57-58सम्म मलाई फेरि भलिबलको बारेमा त्यति नलेज छैन पोइन्टको बारेमा ल ठिक छ आज नजित्यो पनि त जित्यो नि त अर्कोचोटि जितिन्छ नि त होइन जित्नुभन्दा ठुलो कुरो हिम्मत नहार्नु नमस्ते ह्याप्पी न्यु इयर स्क्वाडले हार्यो मान्छे ए त्यो बिजो कति धेरै नेपालीहरू मलाई लास्टै खुसी लागिरहेको सबै पुरै नेपाली सबै नेपाली है ट्याक्कै नेपालमै आएको जस्तो दामी हो हिजो झन् केटी के त उठ्यो छोरो गऱ्यो नि हो र ठिक छ खुसी लाग्यो यति धेरै मैले पहिला ह्याप्पी न्यु इयर है सबै दाजुहरूलाई ह्याप्पी न्यु इयर सो अहिले चाहिँ भलिबल खेलेको ठाउँमा आइसकेको छु होइन यहाँ सबैलाई ह्याप्पी न्यु इयर नयाँ वर्षको शुभकामना सबैलाई इन्जोय गर्नु हामीलाई चिनेको हो दाइ हो ल यहाँनिर चाहिँ हाम्रो भलिबल भइरहेको सबैजना नेपाली हो कि एकदमै ठिक छ सबैजना बसेर हेरिरहनु भएको होइन सबै उताको टिम पनि नेपाली यताको टिम पनि नेपाली बोथ टिम आर नेपाली गाइज नेपालको झन्डा फरफराइरहेको छ है मस्जिदमा एक राउन्ड हानेर म चाहिँ यहाँबाट अब फर्किन्छु होइन नमस्ते ह्याप्पी न्यु इयर है तपाईँहरूलाई सबैलाई ह्याप्पी न्यु इयर नयाँ वर्षको शुभकामना हजुर म भर्खर आइपुगेँ बिहान त यो सबै आउँछ युट्युबमा आउँछ ल थ्याङ्क यू ह्याप्पी न्यु इयर यस्तै छ है गेमहरू भइरहेछ होइन अनि आज एकदमै एक्साइटेड नै भइरहेको छु म है गेमहरू हाम्रो सबैजना नेपाली दाजुभाइहरू हुनुहुन्छ यताउता जता गए पनि ह्याप्पी न्यु इयर दाजुहरू ह्याप्पी न्यु इयर सबै ह्याप्पी न्यु इयर है सबैलाई सो एक राउन्ड हान्छु अनि त्यसपछि म यहाँबाट म निस्किन्छु है चाहिँ सिल छ है यहाँबाट एकचोटि हेरिदिउँ है Check out guys. के फर्स्ट प्राइज सिल मात्रै हो कि केही क्यास प्राइज पनि छ क्यास प्राइज पनि ट्रफी पनि ठिक छ यस्तै हो अब म यहाँबाट म फर्किन्छु है यो देखाउनलाई मात्रै म यता छिरेको अब ढिलो पनि भइसकेको छ 4 दिन जति भयो है अनि सबैतिर हामी सबैजना हाम्रै नेपाली दाजुभाइ मात्रै हुनुहुन्छ है ल गाइज निस्क्यौँ अब
जाउँ जाने हो ल अब चाहिँ हामी यहाँबाट अब निस्किनु पर्ने हुन्छ किनभने टाइम पनि छैन हामीसँग 1.5 घन्टा लाग्छ गाडीमा है सो यहाँ आयो खुसी लाग्यो हामी त हप भन्छौँ हप भन्ने ठाउँमा टाढा आयो यहाँबाट बिसिजीमा तपाईँ बिसिजी टोटल कतिजना छ बिसिजीमा काम गर्ने हाम्रो त भनेको 5000 नेपालीहरू 1500 7000 बोल सबैले बुझ्न खोजेको कुरा चाहिँ के भन्नु नि दाइ होइन अब तपाईँहरूलाई थाहा छ साइड अलिअलि म भिडियो बनाउँछु होइन सबैले बुझ्न खोजेको कुरा चाहिँ यो यदि यो बिसिजीमा आयो भने फाइदा छ कि छैन नेपालीहरूलाई त्यति मात्रै भनिदिनु कति तिरेर आउँदाखेरि म त पसलमा काम गर्छु होइन तपाईँ एउटा यहाँको केही तुलना लिनु खोज्नु भएको कि अथवा कुनै गेमबाट आउनु भएको कि अथवा कुनै भिजिटमा आउनु भएको होइन होइन म वर्किङमा आएको होइन अनि म भिडियो पनि बनाउन चाहन्थिनँ त्यहाँदेखि चाहिँ नेपाली भिडियोको लागि चाहिँ हामीलाई के सुविधा हुन्छ त त्यस्तो होइन गर्न तयार हुन्छ सुन्नु हामीलाई फाइदा हुने होइन कि हामीले बनाएको भिडियोले चाहिँ नेपालबाट जति आउँदै हुनुहुन्छ नेपालीहरू उहाँहरूलाई चाहिँ इन्फर्मेसन सुझाव जाओस् सन्देश जाओस् किनभने सुन्नु न तपाईँ सुन्नु न किनभने मेन पावरले एकदमै धेरै ठगिरहेको सायद तपाईँ हामी पनि 3 लाख 4 लाख रुपियाँ होइन तिरेर आएको होला होइन त अनि तर यहाँ सोचे जस्तो कमाइ छ कि छैन 3-4 लाख रुपियाँ तिरेर आउँदाखेरि हामी नेपालीहरूलाई फाइदा हुन्छ कि हुँदैन त्यति मात्रै मैले बुझेर युट्युबमा हाल्न खोजेको हाल्न पाउँछु यहाँ छैन त्यही मैले सोचेको छैन बिसिजी कम्पनीमा नेपालीको लागि फ्युचर छैन 3-4 लाख तिरेर आयो भने काम छैन है मौरिससमा छैन जुन गभर्मेन्ट भयो नि छैन यो अहिलेको गभर्मेन्ट भएपछि छैन तर के छ सबैभन्दा पहिले आन्दोलन उठाउनु भनेकै विशेष चाहिँ अहिलेसम्म पनि आफूले पनि भन्थ्यो के 16000 रेकर्डमा 22300 कति रुपियाँ 40 रुपियाँ हाम्रो बेसिक सेलरी यहाँ हो त्यो एग्रिमेन्टमै अहिले हामीले गरेको छ तर के हुन्छ भने यो कुरा म उता न हो त तपाईँले भन्नु 22000 कति छ होइन त्यो चाहिँ गभर्मेन्टले तोकेको गभर्मेन्ट स्यालेरी हो क्या त्यो सबै कम्पनीले दिँदैन गभर्मेन्ट के अरे नेपालबाट चाहिँ त्यही भन्नुपर्छ तर यहाँनिर हामी नेपालीहरूलाई त दिने भने कसैले 16000 17000 18000 यसरी दिइरह नि मलाई धेरै पाउनुमा चाहिँ पीडा भन्दा पनि कम पाइरह त्यो चाहिँ पीडा हो भन्न खोजेको हो क्या मैले है त ल म अहिले निस्किनु पर्छ है म तपाईँले एकचोटि रेकर्ड गर्नुभयो केही चाहिँ हामीलाई प्रष्ट भन्नु भन्नै पर्ने तपाईँले जे सोधे पनि म यो चाहिँ के हो तपाईँको अब यसको बस कुनै त्यो दूतावासले अथवा नेपाल सरकारले कुनै चलाएर चाहिँ यहाँ गर्नु खोज्नु भएको हो कि होइन यो पर्सनल मात्र हजुरहरू यहाँ सुन्नु भएको आफ्नो मेरो युट्युब च्यानल पर्सनल मात्र के अरे उयो जस्तो लाग्यो दाइले के अरे दलाल जस्तो लाग्यो होइन दलाल होइन कुनै मैले चाहिँ होइन मसिसमा हामी नेपालीहरू अब सुखमा छ दुःखमा छ कतिको कमाइरा भ्लगर मात्रै हो हामीले भाइ होइन एउटा यस्तो चाहिँ गर्नु पर्यो कस्तो भनेदेखि होइन जस्तो हाम्रो मौरिससमा हाम्रो दूतावास छैन हजुर छैन तथ्य बोल्नु पर्यो लागि चाहिँ होइन हामीले पहल गर्नु पर्छ यहाँनिर हामी हजारौँ मान्छे 20 यहाँनिर माग जस्तो मौरिससमा 20000 लेबरको माग थियो भनेदेखि अहिले हामी 40000 पुग्न लागिसक्यो होइन तर यहाँ नेपाली मात्रै त्यति उनलाई उताबाट कति यताबाट कति अरू देशबाट आउँदाखेरि धेरै भइसक्यो तर के हुन्छ भनेपछि माग गर्नु पर्यो हामीले भने नि त्यही हो दाइ हामीले भने नि त्यही एउटा एम्बेसी भइसकेपछि दूतावास भइसकेपछि हाम्रो कुरा सुन्ने ठाउँ हुन्छ हामीले गएर गुनासो पोख्ने ठाउँ हुन्छ तर अहिले छैन तर आउन सक्छ खोजी गर्नु पर्यो आउन सक्छ मैले त भन्दा धेरै छ होइन 10000 होला मैले त्यही त 5000 क्रस छ भन्नुको मतलब के हो त 5000 भन्दा कम छैन त है बढी चाहिँ छ भन्नु खोजेको 10000 जति सुक्यो 5000 यसको लागि बिसिजीको लागि के गर्नु गर्नु नि त 550 जना मान्छे दाजुजी है हामी यो तलतिर पर्छ तर चाहियो सबैलाई दूतावास किन त हामीलाई गाह्रो हुन्छ नि त पैसा पठाउन सजिलो यहाँ इन्ट्री दिनु भएन ल अहिले म निस्किन्छु म एकदमै धेरै टाढा जानुपर्ने छ ल सबैलाई दाइ पनि बिजी हुनुहुँदो रहेछ ह्याप्पी न्यू इयर है ल बनाएर छोडुन लेप्टामा है ल ल ल ल
एकदमै ल्यापटप पुग्नु पर्छ ल भिडियो हेर्नु होला मिस्टर नापु भ्लगमा आउँछ भिडियो भोलि हेर्नु होला ल ल ल ल ल ल थ्याङ्क यू दाइ बाई बाई फेरि आउँछु म कुनै दिन सो गाइज अब अहिले चाहिँ हामी फर्केको हाम्रो सबै काम धन्दा त के भन्नु घुम्न आएको घुम्यो होइन खासमा हामी यहाँ के भन्छ अरे मल घुम्न आएको थियो होइन कस्तो रहेछ देखाएको थिएन नि त हामीले पनि अनि साथी पनि घर जाँदैछ त्योभन्दा अगाडि चाहिँ अनि यसो घुमिदिउँ नि त बुझिराखौँ चिनिराखौँ भनेर हामी यहाँ त मलमा आएको होइन अनि प्लस अनि यहाँ नेपालीहरू पनि अब भलिबल खेलिरहेको रहेछ फेरि कोइन्सिडेन्स फेरि दोस्तको फेरि टिकटक लाइभमा आइरहेको रहेछ क्या अनि फेरि त्यहाँ गइदिउँ नि त भनेर त्यता पुगेर अब तपाईँहरू देखिहाल्नुभयो भिडियो हेरिहाल्नुभयो होइन त्यही हो अब कुरासुरा गऱ्यो अलिअलि फुटबल खेलेर भलिबल गेम भइरहेको रहेछ फुटबल पनि भएर सकिएको रहेछ त्यो चाहिँ अर्को फिल्डमा है अनि त्यही हो अहिले पनि पानी पर्दा अब निस्किनु पर्ने हुन्छ यहाँ घडीमा पनि पानी परे जस्तो भयो त्यही भएर मैले निकालिदिएको है लगभग 3 साढे 3 भयो अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ अब बस कुद्नु पर्ने हुन्छ बसमा फेरि 1.5 घन्टा लाग्छ अब घर पुग्दाखेरि मेबी अलिकति साँझ परिसक्छ जस्तो लाग्छ अहिले दिनहरू एकदमै छोटो छ नि त त्यही भएर त्यही हो गाइज ल थ्याङ्क यू सो मच लास्टसम्म हेर्नु भएकोलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब टु मिस्टर नबु च्यानल होइन अनि टिकटकमा पनि फलो गर्नु भएको छैन त्यसमा पनि फलो गरिदिनु होला अनि आजको भिडियो तपाईँलाई कस्तो लाग्यो राम्रो लाग्यो भने राम्रो छ भनिदिनु अनि कहाँबाट हेर्दै हुनुहुन्छ आफ्नो ठेगाना पनि मेन्सन गरिदिनु लेखिदिनु होला भन्दै अहिलेको लागि छुट्टिन चाहन्छु बाई बाई गाइज लभ यु गाइज जय नेपाल